मिठो आँप आफ्नै बारीको। साथीहरू आँप अब कार्टुनमा प्याक गरेर यो भान्जीलाई पठाउन लागेको काठमाडौँ। यो काठमाडौँ पठाउनलाई रेडी हुनुहुन्छ। कस्तो रातो है, अर्ग्यानिक पुरा खुलियो। दबाई सबाई केही छैन नि त्यहीमा, यो है हालेको घरको छ, ओरिजिनल हो यो घरको अर्ग्यानिक हो। अर्ग्यानिक यसै साथीहरू हाम्रो आफ्नो बारीको आँप यहाँ टिप्न आउँदैछौँ। बिना विषादीको दबाई नहालेको स्वस्थ आँप ती फलेको छ। यहाँ दिदीकोमा मजाले फलेको छ। दबाई नहालेको आँप यति मिठो छ यो आँप। यहाँ आफ्नो घरमा कम्पाउन्डभित्र हाम्रो यहाँ एकजना दिदीको घर, यो ठ्याक्कै यसरी आएर अनि यहाँनिर छ। मिठो छ यो आँप, एकदम मिठो छ, गुलियो। यसमा दबाई सबाई केही हालेको छैन। अब आज अलिअलि पाकेको छ, कतिवटा टिपेर लान लागेको। मिठो खालको आँप यहाँ पनि रहेछ। कस्तो रातो रातो रहेछ यहाँनिर। हेलो साथीहरू, हेर्नु यहाँ हामी अब आँप टिप्दैछौँ घर लानलाई। अरू कस्तो मिठो बास्ना आएको, मिठो खालको आँप। यो टिप्छौँ एउटा। साथीहरू यहाँ दिदीको घरमा कागती पनि फलिरहेको छ। कागती सानो सानो छ अहिले, अलिक पछि ठुलो हुन्छ यो कागती। यस्तो फलेको छ लठरम्मै, बाफ्रे यस्तो फलेको छ कि मिठो छ। बास्ना यति मिठो हुन्छ यो कागतीको। यहाँ हेर्नुहोस् अहिले सानो छ, अलिक पछि अलिक ठुलो हुन्छ। यहाँ दिदीको घरमा यो पार्क, साँझ परेपछि यहाँ बस्न यति रमाइलो हुन्छ, मजा आउँछ। र साँझमा चाहिँ यहाँ अब तराई हो नि त, यहाँ मच्छरले टोक्छ क्या, त्यति रमाइलो हुँदैन। तर जाडो महिनामा चाहिँ खुब रमाइलो हुन्छ। यहाँ पानी चाहिँ अलिक मैला रहेछ हौ, यो स्विमिङ पुलको पानी चाहिँ। यहाँ अहिले कुनै दसैँ तिहारतिर पुरा सफा गरेर यहाँ बत्तीहरू बल्छ, कस्तो मजाले बल्छ बत्तीहरू, राम्रो देखिन्छ। अहिले अलिक यो बर्सातको महिना छ नि त, पानी परेको परै हुन्छ, अनि त्यही भएर अलिकति फोहोरै हुन्छ। सफा गर्न पनि के गर्नु, सफा गर्दा गर्दै फेरि भोलिपल्ट त्यस्तै हुन्छ। यस्तो छ यहाँ हाम्रो दिदीको घर। यो भद्रपुरमा हो, भद्रपुर हस्पिटल चोकनिर छ। यहाँ चाहिँ यसरी बस्ने ठाउँ पनि बनाउनु भएको छ। चट्टै यहाँ साँझमा बसेर रमाइलो हुन्छ चिया सिया खाँदाखेरि। सबैजनाले बिहानदेखि सुरु गर्छन्, तर मैले चाहिँ अब दिउँसो जतिखेर मन लाग्छ त्यतिखेरदेखि सुरु गर्छु, किनभने अलिक अब आइडिया छैन नि त। अब पहिलोचोटि भर्खर गर्न थालेको है, आइडिया छैन। त्यही भएर अब बिस्तारै बिस्तारै म पनि कसरी बनाउने भन्ने कुराहरू पनि थाहा हुँदैन, कति कुराहरू। अब यसो रमाइलोको लागि बनाउँछु, अनि तपाईँहरूले सपोर्ट गर्नु। यस्तो छ हाम्रो दिदीको घर, यस्तो छ। अब म जान्छु भित्र, चिया बनाउँदै हुनुहुन्छ, अनि चिया खाइवरी अनि त्यसपछि निस्किन्छु। हेलो साथीहरू, नमस्ते। आज म कहाँ आएको छु भने कति लखर हिँड्दी रहेछ भन्नुहुँदा होला। अब के गर्नु, घरमा एक्लै दिक्क लाग्छ। बिहानै बुढा अफिस गइहाल्छन्, कोही हुँदैन, अनि दिक्क लाग्छ। बरु हिँड्यो भनेर अनि यो बिस्तारै बिस्तारै अब भ्लग्स पनि बनाउँदैछु। तपाईँहरूले सपोर्ट गर्नु। कति कुराहरू आउँदैन, राम्रो देखेको छैन होला, अब सिक्दै जानेछु। सबैजनाले एक्लै घरमा बसेर के गर्नु, बनाउनु नि भ्लग्स भन्न थाले। अनि ल त भनेर टाइम पासको लागि पनि हुन्छ, यसो रमाइलोको लागि पनि हुन्छ भनेर बनाउन थालेको। तपाईँहरूले सपोर्ट गरिदिनु होला। साथ सपोर्ट पाएँ भने मात्रै हुन्छ।
र म तपाईहरुको पनि सपोर्ट गर्दिन्छु, लाइक कमेन्ट सब्स्क्राइब गर्दिन्छु, तपाईहरुले पनि गर्दिनु। यस्तै छ। अब म अरु पनि देखाउने छु। पाक्दै छ, कडा रङ हालेर चिनी कम, गुडको हो। ल साथीहरु तपाईहरु पनि गुड, खजुरको गुड हो है, मिठो हुन्छ हैन? किसिमको गुड अर्ग्यानिक। मैले हिजो गलगलियाबाट ल्याएको छु त खजुरको गुड, सातोमा हालेर खानालाई। ए यो वहाँ किनेको है सिटी सेन्टरमा? ए उम्ल्यो चिया। ल चिया पनि पाको, अब चिया पनि दिनुभयो, अब चिया खान थालेको। मिठो भएछ चिया। लाखामरी गुलियो होला यो बिस्कुट, पनि गुलियो छ, हेर्दै गुलियो होला जस्तो। आइसक्यो त गुली आउँछ नि, बोलेपछि आउँदैन। ल हेर अनि अब यतिखेर आइपुग्नुहुन्छ म यहाँ? कति बजे छुट्टी हुन्छ स्कुल? बिस्कुट हो मोनिका, कोकोनट मोनिका ल्याएको बिस्कुट हो। यो एउटा ल्याउनु त आटाको बिस्कुट हैन? ए आटाको हो। ल यो आटाको बिस्कुट हो है, आटाको बिस्कुट हेर्नु साथीहरु। कोदोको बिस्कुट, कोदोको पनि छ। खै हेरौँ त कस्तो हुन्छ। कालो खै ल्याउनु त हेरौँ। हल्लो हुन्छ, तिमीलाई के मन पर्छ? डाइटिङ गर्ने होला त। मिठो हुँदो रहेछ हौ। खाएको मैले कोदोको त्यो अर्को ठुलो बदाम धेरै हालेको हुँदो रहेछ हौ है, मिठो छ। ए हेर्नुहोस् है साथीहरु, कोदोको पनि छ बिस्कुट। कोदोको, यो कोदोको हो। स्वाद नै ब्याजको। अनि चिनी नभएपछि प्योर कोदो मात्रै हो त, चिनी नभएपछि कस्तो हुन्छ? स्वाद नै ब्याजको हुन्छ। हेर्नु साथीहरु, ड्राई फ्रुट्सको लड्डु, चिनी नहालेको। आफ्नै घरमा बनाएको, होममेड। हाम्रो भान्जीले के हो त्यो? सत्तु। ए त्यही हो बनाएको।